पहिलो गेम जित्नुभयो, कस्तो भयो गेम पहिलो गेम? पहिलो गेम अलिकति हाम्रो सेटिङ मिल्दैछ। अब गेम 3-1ले जित्यो। खुसी छु। यस फर्स्ट म्याच पनि हाम्रो कम्बिनेसन फर्स्ट सेटिङ नगरिकन आज फर्स्ट म्याच खेल्दाखेरि पनि अलिअलि कम्बिनेसन जस मिल्दै गएको छ। खुसी छु। कस्तो पहिलो सेट हामी पराजित भएको थियौँ, त्यसपछि कमब्याक गऱ्यौँ। पहिलो सेट के भयो थियो? पहिला सेट पनि हाम्रो लिडिङ सेट लिडिङ गरिरहेको हो, जित्नुपर्ने सेट हो। तर बिचमा हामी अलिकति रिसिभ र सेटिङमा चाहिँ अलिकति नमिल्दाखेरि हाम्रो आफ्नै मिस्टेकले गर्दा चाहिँ हामी फर्स्ट सेट हुनु पुग्यो। अरू 3वटा सेट चाहिँ हामीले गरिदिएको थियौँ। जस्तो विदेशी 3जना विदेशी खेलाडी हुनुहुन्छ, उहाँहरूको प्रदर्शन चाहिँ आज पहिलो गेममा कस्तो भयो? पहिलो गेम अहिले उहाँहरूको गेम धेरै राम्रो छ। आज जुन गेम छ त्योभन्दा अझै राम्रो खेल्नुहुन्छ। अलिकति मेरो उहाँहरूसँग कम्बिनेसन नमिलेको, रिसिभिङ पनि अलिकति हाम्रो विक अलिकति राम्रो देखिरहेको थिएन आज। त्यसले गर्दाखेरि उहाँले आफ्नो गेम खेल्न सक्नुभएको छ। भोलिलाई चाहिँ अलिकति आफ्नो मिस्टेकहरूलाई ओभरकम गरेर भोलि अझ राम्रो गेम प्रदर्शन गर्ने तयारीका साथ आउँदैछ। जस्तो पुलिससँग हामी अघिल्लो संस्करणमा फाइनलमा हारेका थियौँ, अहिले अब भोलि हामी पुलिससँग खेल्दैछौँ, कस्तो हुन्छ अब? त्यस्तो छ। अब हाम्रो एभ्री म्याच हाम्रो लिग भए पनि हाम्रो एभ्री म्याच फाइनलको लागि फाइनलै हो जस्तो, किनभने हामीले लिगको फाइनल खेल्नलाई च्याम्पियनसिप हुनको लागि चाहिँ हामीले लिगको फर्स्ट सेकेन्ड हुनुपर्छ। त्यस कारण हाम्रो एभ्री म्याच चाहिँ फाइनल जसरी नै खेल्नेछौँ। भोलिको म्याच पनि त्यही नै हो, टफ म्याच हो। अब हामीले आफ्नो बेस्ट दिन्छौँ। रिजल्ट त अब आफ्नो पर्फर्मेन्स कस्तो हुन्छ त्यसमा